के दुध खान्छ दुध त फाट्यो दुध खाउँ त दुध त फाट्यो तैँले बिहान ल्याएको दुध सबै फाट्यो हजुर त्यही म अब के गरौँ भनेर सोचिरहेको छु हजुर रसबरी बनाऊ कि तँलाई रसबरी खानु मन छ मन छ अब त्यही बनाउँछु है आज साथीहरू आज हामी रसबरी बनाउन गइरहेको छौँ फाटेको दुधबाट फाटेको भन्नाले बिहानै तता हो रातिको होइन ताजा दुध नै तताउँदाखेरि फाट्यो यस्तो राम्रो छेना भएको छ अब यसलाई म रसबरी बनाउँछु है हजुर साथीहरू हेर्दै गर्नु है साथीहरू हामी चाहिँ अब यो फाटेको दुधलाई यसरी छान्नेमा राख्ने यसरी पातलो कपडामा यसरी छान्ने यसरी साथीहरू हामी अब यो यसरी पानी निखार्यौँ है कपडामा राखेर अब यसलाई फेरि पखाल्नुपर्छ 2-3 पानी हजुर अनि बनाउँदैन क्या हजुर अनि यसलाई चाहिँ हामीले चाहिँ अब 1 घन्टाको लागि चाहिँ हामी यो सुकाउन दिनलाई पानी निखार्नलाई हजुर साथीहरू यो हामीले चाहिँ 2-3 फेर पखालेर चाहिँ हामीले त्यो झुन्ड निथार्ने हो है यो अब तपाईको 1.5 घण्टा पानी निथारेर मैले 1.5 घण्टा राखिसकेपछि 1.5 घण्टा राखेर यो निकालेको भएको छ अब यसलाई फोडेर मार्ने हजुर साथीहरु हजुर यसको उले यसकोले हत्केलाको यो उसले यसो मार्ने हजुर मार्दै जाने यसलाई सक्दो राम्रोसँग कति मिनेटसम्म मार्नुपर्छ मम्मी एकछिनसम्म यो आफै नरम भएर डल्लो भएर एउटै डल्लो भएर आउँछ हजुर अनि त्यसै बल्ल रसबरी बनाउन सजिलो हुन्छ हजुर साथीहरु हेर्दै गर्नुस् है अघि त यसो गरेकोलाई मार्दै मार्दै गोलो बनाउँदै यसरी यसो एउटै डल्लो पार्ने हजुर अब यसैलाई हजुर सानो सानो डल्लो निकालेर हामी रसबरीको आकार दिने हजुर सजिलो छ रसबरी बनाउनु त्यस्तो गाह्रो छैन हजुर हजुर साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ यो हामीले रसबरी बनाउन डल्लो डल्लो गर्दैछौँ तपाईहरु भन्नुभयो किन सानो सानो गरेको भनेर खास हाम्रो चाहिँ प्लान पाकेपछि राम्रो हुन्छ फुलेर ठुलो हुन्छ प्लस हाम्रो के छ भने रसबरी बनाउन त्यो हाम्रो प्लानै थिएन जस्तो अब हामीले चाहिँ एक्कासी अब दुध फाटेर चाहिँ अब के गर्ने भनेर चाहिँ रसबरी बनाएको सदुपयोग गर्दा जस्तो रसबरी बनाउनु भए भए हामीले टन्नै दुध ल्याउँथ्यौँ यो गर्थ्यौँ होला तर हाम्रो त्यो माइन्डमा थिएन साथीहरु एक्कासी प्लान बनेको छ घरमा तपाईहरु पनि दुध फाटेको खण्डमा किन फाल्नु त्यसलाई सदुपयोग गर्न सकिन्छ हजुर साथीहरु हेर्नुस् त अब यो मम्मीले चाहिँ यत्रो जुस रसबरी जुस यति धेरै बन्न लागेको छ यो पछि फुल्छ भन्नु भा हैन फुल्छ हजुर हजुर फुल छ है पछि फुलेर आउँछ जुस यो थालमा सजिँदै छ यो डल्लो जाने गोलो चिल्लो पार्नु पर्यो फुट्न भएन फुटेपछि जाने नराम्रो हुन्छ है साथी मलाई चाहिँ कतिखेर अब यो बन्ला र खाउला न हतार भइसक्यो है अब हेर्दै जाउँ साथीहरु हजुर यो चाहिँ नि अब चास्नी बनाउनलाई 1 कचौरा चिनी राख्ने हजुर सबै 1 कचौरा चिनी राखेर अनि 3 कचौरा पानी हजुर साथीहरु अब हामी चाहिँ पानी हाल्छौँ यो कति कचौरा हाल्छौँ मम्मी 3 कचौरा 1 कचौरा हामीले चिनी राखे हजुर 3 कचौरा पानी यो चाहिँ चास्नी बनाउनलाई साथीहरु तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ 3 ग्लास पानीमा हाफ कचौरा सानो कचौरा 1 कचौरा पानीमा 3 कचौरा त्यो पानी राख्ने हजुर त्यसपछि यो चिनी अब उम्लिन्छ बिस्तारै खटखट उम्लिन्छ धेरै तार यसको बनाउनु पर्दैन यसलाई खटखट पाकेपछि अनि यो माथि त्यो रसबरीको डल्लो हाल्दिनु हजुर हजुर ल साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ अब म 5 डल्लो हाल्नु अलि अरु हाल्दै हुन्छ यसरी चाहिँ हामीले चाहिँ आधा घण्टासम्म खटखट पकाउनु पर्छ पकाउने फुलेर बुक्क ठुलठुलो हुन्छ हजुर हेर्दै रहर लाग्यो हजुर अनि पाकेको आफै थाहा हुन्छ माथि माथि आउँछ सबै डल्लो छानेर हजुर साथीहरु अब यसलाई चाहिँ हामीले ढक्कन लाएर छोपेर हजुर खटखटी मजाले पाक्न दिनुपर्छ हजुर अघि जुस साथीहरु तपाईहरु हेर्दै हुनुहुन्छ यो अलि फुलेर आएको छ अनि हामीले बिचमा चाहिँ अघि हाल्नु पर्ने बिर्सिहाल्यौँ सुकमेल हाल्यौँ सुकमेल चाहिँ के छ भने स्वादलाई राम्रो गराउनलाई चाहिँ हाम्रो रसबरीमा चाहिँ सुकमेल हाल्ने चलन पनि रहेछ चलन भन्नाले हालिन्छ स्वादको लागि हजुर कति राम्रो बुको हजुर रसबरीको सेवा आइहाल्नु ठुलो हजुर अब यसलाई यसरी फर्काउँदै जाने हजुर मजाले फुट्छ अलिकति उयो त अलिक छिटो गरेर होला अलिक फुट्लो फुट्लो जस्तो फुट्न भएन यसरी पाकिसकेपछि चाहिँ यसलाई फर्काउँदै जाने मलाई त अब कहिले खाउँ जस्तो भइसक्यो हेर्दै रहर लाग्छ यताउता है पानी बनेपछि खाने हजुर साथीहरु हेर्नुस् त यो लगभग
15-20 मिनट हामीले यसलाई उमालेपछि यो यस्तो अवस्थामा फुलेर आएको छ। यो तातो भएपछि चाहिँ अब हामीले यसलाई चिसोमा राख्छौँ। डाइरेक्ट चाहिँ तपाईँ के छ भन्दा फ्रिजमा नराख्नु होला, किन भन्दा डाइरेक्ट तातो र चिसो कन्ट्याक्ट गर्न अलिक गाह्रो हुन्छ। त्यसले चाहिँ बहुत बाहिर राख्नुहोस्, अलि ओभानोमा राख्नुहोस् होइन। अलिक सेलाएपछि हजुरहरूले यो सेवन गर्न सक्नुहुन्छ अनि हजुर। अनि त्यसपछि यसरी नै हजुरहरू तपाईँको रसबरी बनाउन सक्नुहुन्छ। यसरी नै हजुरहरूले घरमा बसी बसी रसबरी बनाउन सक्नुहुन्छ। मेन कुरा दुध फाट्यो भने त्यसलाई खेर नफाल्नुहोस्। हजुर जस मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि भिडियो हेरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है। धन्यवाद।